ठ्याप्प भुइँमा राख्ने अनि आफू नाङ्गै हुने होइन ठुलो नाङ्गै किन्नुपर्छ उयो हुने म्याच होइन चिक्ने लाडो भनेको त ठुलो हुन्छ चाहिनुपर्छ म्याच चिक्ने एकपल्टमा म्याच चिक्ने एकपल्ट हाल्दै म्याच चिक्ने काम पुग्ने लाडो किने मुजी त यत्रो सलाक्क परेको होइन म्याच चिक्ने किन नबोलेको के मुजी मलाई बोल्न आउँदैन हो म त सुन्न आएको हो तिमीहरू केटाहरू सुन राम्रोसँग होइन हामीलाई लाडो बिना पनि सबु बेबी हुन्छ भन्न सबु बेबी के हो भन्न भन् तैँले कतिपल्ट भने चिकिसकेछ अन्त बेबी कति कति नि अब कतिपल्ट चिकिसकेछ नटाट्यो म मान्छेले चिक्दा चाहिँ म गलेर यस्तो हुन्छ गलेर भुतुक्कै हुन्छ मान्छेसँग चिक्काबाजी गर्दा बरु प्लास्टिकको कन्डम ल्याएर माथिको प्लास्टिकको लाडो ल्याएर आफै नै उँधो उँभो गऱ्यो भने चाहिँ गल्दैन केटासँग गल्यो भने त भुतुक्कै हुन्छ गलेर भोलिदेखि खुइ खुइ हुन्छ अलिक एलर्जी आउने म्याच यो अलिक उयो क्या अलिक डाइटिङहरू खानुपर्छ म्याच चिक्ने चिक्दै अनि मात्रै हुँदैन त्यस्तो गर्दैन न त प्लास्टिक छोरा यस्तो हुन्छ कि छोरा मान्छेसँग चिक्काबाजी खेल्यो भने मान्छे भोलिदेखि उठेर हिँड्नु नसक्छ मान्छे पुती देखेर माचिक्ने मेरो त पुती यत्रो भएको थियो भाइ सुनेर माचिक्ने यस्तो पनि हुँदो रहेछ चिकेपछि पुती पनि सुनिन्छ चिकेपछि कस्तो माचिक्ने मलाई चिकाएर थाहा भएको क्या कस्तो ढाँट्दै मान्छे पुती कसरी हिँड्नु कसरी दुख्दो रहेछ यार दिमाग खराब त्यही भएर म अलिकति पुती देखाइदैन अलिकति थोरै म मान्छेसँग चिकाउने काम गर्दैन म सिधै थोरै पुती देखाइदैन अहिले म पुती पकडेर बसेको छु है भुक्क परेको छ लाडो चाहिँ बेबी लाडो चाहिँ अलिक दर्रो किन ल म दरै किन्छु पाउँछ त प्लास्टिकको लाडो जति साइजको जस्तै साइजको पनि पाउँछ तर त्यसमा अलि तेल लाउनु हो कि तर तेल लाउनु पर्दैन को यार म त चिन्दिन त न केटा हो तिमीहरूको लाडो नभए पनि मान्छे जति हामी केटीलाई भनेको हामी केटीहरूलाई भनेको नि अब प्लास्टिकले पनि काम मलाई त म्याचिङ 50 इन्चको लाडो चाहिन्छ म्याचिङ कमेन्ट गरे मैले 50 इन्चको लाडो कसले बोकेर आएको छ 25 इन्चको लाडो होइन तँलाई म मादुर घोडाको जस्तो लाडो किनेर राखिदिन्छु तल त यहाँ माथि भुँडीमै निस्किने 50 इन्चको लाडो चाहियो मलाई त कसम 50 इन्च होइन मलाई त मुखमै निक्लिनु पर्यो लाडो त लाडो भनेको मुखमा निकाल्नु पर्यो पुतीबाट हालेको म्याचिक्ने लाडो मुखमा निकाल्ने लाडो चाहिन्छ मलाई त म्याचिक्ने सुने केडा हो मलाई त त्यस्तो मनपर्छ यार सुने केडा हो एकपल्ट हान्दा म्याच चिक्ने होइन तिमीहरूको यत्रो एकपल्ट हान्दा म्याच चिक्ने मुजी आया भनेर यत्रो मुजी हेरेको एउटाको चिक्ने यत्रो थियो मुजी तुरी हो कि लाडो हो म्याच चिक्ने 12-13 वर्षको बच्चाको जत्रो थियो कि लाडो खेत्रै छ मुजी होइन एकछिनमा चढेर ख्यास ख्यास पाएर मुजी पुलुक 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 पानी झारे जस्तो होइन क्या केटी मान्छे भनेको केटी मान्छेलाई कस्तो चाहिन्छ होइन म्याच चिक्ने 3-4 घन्टा हान्नु म्याचको त्यस्तो मजा आउँछ मुजी त्यो तिमीहरूको त काम 2 सेकेन्डमा हान्नु म्याच चिक्ने बुझिस् तिमीहरूमा चाहिँ लप लम 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 2 खेप गर्दा गम गम हालेपछि मुजी लाडा पुतपुतहरू मासु झरो तिमीहरूको त कामै छैन तिमीहरूको त कामै छैन तिमीहरूको लाडोको कामै छैन तिमीहरूको लाडो यत्रो यत्रो छ हातले खास खास खाएर पार होइन टोइलेटमा गएर काम चला हामी भनेको होइन म चाहिँ लबरको लाडो किनेर चाहिँ भुइँमा राखेर म चाहिँ नाङ्गै भएर लुगा खोलेर आफ्नै 2टा हातले दुध पक्रेर चाहिँ उभिँदै थुचुका बस्ने उठ्ने गराउने घोप्टो पारेर म्याचिङ घोप्टो पारेर मुजी लम्किलम हान्दा हो मजा आउँछ त मुजी घोप्टो पारेर खुट्टा खाटमा राखेर एउटा खुट्टा भुइँमा राखेर म्याचिङ लम्किलम चाकमा समातेर म्याचिक्ने एउटा हातले दुधमा समातेर एउटा हातले के अरे टाउको कपाल समातेर म्याचिक्ने लम हाल्दा त ओहो पुत्ती नै चिलाएर आइसक्यो म्याचिङ कुरा गर्दा
सुनिस्केडा हो अहिले चाहिँ एकदम सही भन्यो क्या त मादर चाहिँ त सुन कान खोलेर म्याच केटाले सिक्ने भनेको त्यसरी पछाडिबाट है केटी दामी मजा आउँछ ठाउँमै पुग्छ मुजी अगाडि अनि भन्दा नि ओइ पछाडिबाट मजा आउँछ पछाडि कन्डुतिरबाट घोप्टो पारेर क्या घोप्टो कुकुर कट म्याच चिक्ने घोप्टो पर्ने मुजी होइन अनि म्याच चिक्ने केटालाई ठाडो बनाउनु लाउने अनि म्याच चिक्ने चाकमा यस्तो कम्बरमा समात्नु लाउने अनि म्याच चिक्ने लम्की लम्पुती सुती भत्किएर गरी हार्नु लाउने क्या पुती त पुत्ती भत्किँदैन भत्कियोस् तर 1 वर्षसम्म नगर्ने क्या 2-3 महिना पुत्ती भत्किने गरिदिनु लाउने तर क्या लाडो पनि भाँच्योस् पुत्ती पनि उयो फाटो छैन तर नि 2-3 महिनाको लागि आनन्द आओस् न म्याच चिक्ने हनाइ भनेको त्यस्तो हुनुपर्छ एकचोटि मलाई त चिकेकोले कसरी बिस्तारो स्लोली होइन कि मलाई त लम्की हानेको मनपर्छ गर्दा म्याच चिक्ने उयो तललाई तिर्लाई काग्रो आयो मजा आउँछ मुजी काग्रो त्यस्ता मुजी काँक्राको काम छैन मुजी 1 केजीको पनि त्यस्ता मुजी काँक्रा बोकेर ल्याउँछ भने काँधमा बोकेर ल्याए म्याच चिक्ने काँक्रा मुजी दामी चोइस रहेछ मुसी तेरो त मलाई त त्यस्तो सुती भन्दा नि घोप्टो पारेर चाहिँ सही मजा आउँछ कसम भने यस्तो सम्झेर ल्याउँदा नि मुजी उतार्नु पर्यो त मुजी खस मुजी यी मुजी त म्याच चिक्ने केही मजा नै कहीँ पनि पुग्दैन त्यो लाडो त घोप्टो गरेर ठाउँमै पुग्छ क्या काठमा खुट्टा राखेर पनि पुग्छ पुग्नु त मर्छ दुख्छ दुख्नु त त्यही त नि बरु 2-3 महिनासम्म नगर्ने तर दह्रो दिने क्या म्याच चिक्ने चिकाइ चाहिँ चिकाइ भनेको दह्रो होस् मुजी म त सक्दैन त्यस्तो लाडो हाल्न मलाई त त्यस्तो मनपर्छ यार अगाडिबाट हाल्ने बरु यति छोटो झन् अलिकति 1 प्याक मुजी यहाँ सुन्न 1-2 यहाँ सुन्न बेबी 2-3 प्याक रक्सी खानुपर्छ त्यही माथि म्याच चिक्ने सही मजा आउँछ यार म्याच चिक्ने रक्सी चाहिँ खानुपर्छ है चिक्दाखेरि रक्सी चाहिँ खानुपर्छ है मुजी यस्तो सही आउँछ कि मजा म्याच चिक्ने काहीँ नभएको त्यो आवाज पनि क्या बाहिर ओ यहाँ सुन्न ओइ म्याच चिक्ने ननिस्केको त्यो आवाज पनि म्याच चिक्ने बाहिर सब म्याच चिक्ने 6-7 फिट परसम्म सुन्छ म्याच चिक्ने कोराको क्या आवाज ओ त घरमा हुँदा चाहिँ कसरी रक्सी खाएर 1-2 प्याक रक्सी खायो भने त यहाँ त कहाँ मुजी यहाँ चिक्नु बस्छ र म्याच चिक्ने होटेलतिर जाने म्याच चिक्ने गर्ने म्याच चिक्ने होटेलको साउ पनि आओस् न म्याच चिक्ने डौडेर मुजी के भएछ ल केडा यहाँ त त्यस्तै विदेशमा त त्यस्तै हो अब होइन नेपाल गएर चाहिँ भनेपछि नेपाल गएर चाहिँ म्याच चिक्ने कसम मुजी तेरै रेस्टुरेन्ट त्यो गेस्ट हाउसको म्याच चिक्ने त्यो साउ पनि आओस् न दौडेर म्याच चिक्ने उत्तानो गरेर थाहा छैन लम्की हाल्ने म्याच चिक्न त साँच्चै 2-3 प्याक लगाउने हो म्याच चिक्नु अलिक लाडो हेरिराख्नु पर्यो 1 महिना अगाडिदेखि होइन कसको लाडो ठुलो छ म्याच चिक्ने चोइच हानिराख्नु पर्यो म्याच सबै गेस्टमा लिएर म त नेपालमा भएको केटाहरूको क्या गेस्टमा आइज म्याच चिक्ने लाडो हेर्छु भन्दै मुजीलाई अनि म त सक्दैन यार साँच्चै गर्न म्याच सिक्न 4 वर्ष भइसक्यो लाडो भनेको कस्तो हुन्छ खोइ कता हो लाडो देखाउन आउन म्याच सिक्नेर अनि तेरो बुढाले सिधै होइन मुजी होइन मजा आउँदैन लाइफले मजा आउँदैन कसम मजा आउँदैन त्यो मुजीको लाइफ कता ब्यान्ड भएर कहाँ पुग्यो यार त्यसको नि उसको पनि सही छ लाडो त म्याच कसको के पो नाम छ त्यसको कता गयो लाइफ ब्यान्ड भएर त के पो श्रेष्ठको